यो चाहिँ ठ्याक्कै किरे होइन के त्यो छोड्नु न यो हेर्नु न यो सिडीको जस्तो किरा छ के यो झुसिली किरा के यस्तो गरेर लिरिक हाम्रो राइडरको चाहिँ खुट्टा पुग्दैन फेरि कतै यस्तो चिप्लो बाटो आयो भने चाहिँ उसले यहाँ हाम्रो योगेश दाइको स्कुटीले चाहिँ धेरै नै प्रब्लम दिइरहेको होइन। ल हामी कुन बाटो अझ कता जान्ला? हामी आएको बाटो उ त्यहाँ हो तर उ यता भ्यू हेर्ने हो भ्यू ए ठाउँमा चाहिँ भ्यू हेर्न जाने भन्दैछन्। भ्यू भ्यू आजको भिडियो चाहिँ हिन्दीमा छ है फेरि कस्तो हिन्दी बोल्नुपर्छ। आपको हिन्दी नहीं आता रे वीडियो में वॉइस ओवर मैं कर दूंगा बिकॉज हमको हिंदी वेरी अच्छा आता है। अब हिन्दी त त्यस्तै भयो होइन, हिन्दी बोल्न हल्का गाह्रो भयो, सो त्यही भएर चाहिँ हामी अब नेपालीमा नै बोल्ने भयौँ। हेलो एंड वेलकम दोस्तों, आज हम जा रहे हैं इससे पहले कि आपको पता ही चल गया होगा थंबनेल और हाईलाइट से। सो आज हम जा रहे हैं सैलूम और मैं इधर रूम से निकल गया हूँ, देख सकते हो मैं ऐसे रेडी हो गया। सो अब इसके बाद अब मैं जाऊँगा इधर से पेप्सी कोला, उधर एक दोस्त है, दोस्त को रिसीव करके उधर से मैं निकल जाऊंगा। मैं वीडियो हिंदी में क्यों बना रहा हूँ कि मेरे वो नेपाल से ज़्यादा इंडियन व्यूअर्स है, तो इसलिए मैं हिंदी में आज व्लॉग करने जा रहा हूँ। सो इसलिए नेपाली में नहीं किया तो डोंट माइंड, जिधर का सपोर्ट ज़्यादा मिलेगा उधर से ही उसी लैंग्वेज में होगा। इधर तिनगुने में थोड़ा सा जाम हो गया था, सो अब उससे आगे एक कोटेश्वर होगा, कोटेश्वर से आगे जाना पड़ेगा मेरे को। उधर जड़ी बूटी चौक है, जड़ी बूटी चौक से मेरे को लेफ्ट निकलना पड़ेगा। उधर से दोस्त को रिसीव करके हम सीधा भक्तपुर नाम है उधर निकलेंगे। तो उसके बाद सब दोस्त उधर ही मिलने वाले हैं। पता नहीं वो किधर है, इधर ही लोकेशन बता रही थी। मैं उधर से आगे आ गया हूँ, लेकिन कोई दिखाई नहीं दे रही है, इधर दिखाई नहीं दे रहा है। उसको कॉल करना पड़ेगा अब, तो इधर ही रोक लेता हूँ, कुछ भी नहीं होगा। के छ भर्खरै 2 मिनट भयो जाम बस त्यस्तो होइन, यहाँबाट बाटो जान्छ होइन। के खोज्यो फेरि? कति अगाडि जानु हो? ब्यागमा केही छैन, बस न। यहाँबाट जान्छ होइन ठिमी जान्छ होइन यहाँबाट? ठिमी जान्छ ठिमी गइहाल्छ नि, त्यही त बस छिटो। किन ढिला भइसक्यो? ढिला भइसक्यो नि, मान्छे कुरा हुन्छ अनि पुगिहाल्यो कि क्या? अहिले नि साँझ खै के कहाँ पुग्ने हो, राम्रोसँग बसै उड्ला नि, फेरि पातलो छौ बाटो भन ल, मलाई थाहा छैन यताको। म्याप हेर न, तिमीसँग डेटा छ। सो अब हम इधर से निकल चुके हैं, तो इधर से आगे सीधा जाएंगे तो उधर ठिमी आ जाएगा। ठिमी से आगे जाके उधर और 2 दोस्त लोग मिलेंगे। सो वीडियो ज़्यादा लंबा नहीं हो ना हो, इसलिए मैं इधर इस वीडियो को इधर ही ख़त्म करके आगे फिर मिलेंगे, राइट। सो अभी हम धूलीखेल एरिया पे इधर बैठ रहे थे, वो दोस्त लोग को इंतज़ार करके, तो अभी आ गए ये लोग। तो इधर से हम चिया खाने के लिए चलेंगे। हेलो पहचाने नहीं हम। ठिमीमा बसिरहेको है भनेको मान्छे बने धुली खेल कटिसक्यो यार। के छ नि
झन्डै हामीसँग भेटेको डाइरेक्ट ल्यान्ड अहिले हाम्रो त्यहाँ भेट्न हुन्छ हामी त भेट्नलाई पनि यहाँ बस्यो हो नि त नि आजको भिडियो चाहिँ हिन्दीमा छ है फेरि कस्तो हिन्दी बोल्नुपर्छ हमको हिंदी नहीं आता रे हमको आता है सबको परफेक्टली बोलता है ना मैं तो अच्छा से आता है अच्छा है अच्छा सो अब हामी त से आपको ऑल वीडियो में वॉइस ओवर मैं कर दूंगा बिकॉज हमको हिंदी वेरी अच्छा आता है जाने हो नि कहाँ जाने चिया पिउन जाने हामी त खाली पेट नै हो नि म त ज्याकेट हामी नि किन्न खाली जस्तो पेट लागिसक्यो जाडो भएर तो हम इधर से चलते चिया पीने के लिए क्या बोलना चाहती हो आइसमा मलाई हिन्दी आउँदैन यार प्लिज कुछ तो बोलो थोड़ा थोड़ा सा तल थोड़ा सा थोड़ा सा वाट थोड़ा सा थोड़ा सा हिन्दी। क्या यार तिमीहरू ला धोका दिने यार ठिमीमा बसिराख भनेको ह्याप्पी ल जाम 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 जाडो भइसक्यो यो चैन खोलेर ल कहाँ यो पनि बोकेर हिँडिरह ल अहिले चाहिँ हामीले ठ्याक्कै भोलि कपाल कोर्नु पर्दैन त अब तिमीलाई पनि थाहा होला अनि अहिले चाहिँ हामीले यहाँ चिया खाएर हिँडिसक्यो भएन मलाई हिन्दीमा बोल्न चाहिँ हल्का गाह्रो भइरह सो अब चाहिँ हिन्दीमा चाहिँ नबोलो भने मिक्स म्याच बोलौँ सो बुझेर अब मिलेर बुझ्नु होला सो त्यही गाह्रो भएर चाहिँ अब गाह्रो भयो बिस्तारै चाहिँ म अहिले ट्राई कि हिन्दीमा नै बनाऊँ होइन बिस्तारै अहिले चाहिँ यसलाई चाहिँ म्यानेज गरेर हेर्नु होला यो चाहिँ हल्का मिक्स म्याच छ सो अब चाहिँ हामी यहाँ जाँदैछौँ होइन लाग्यौँ ल धुलीखेलमा चाहिँ हामी अब चिया पानीको लागि बसिरहेको थियौँ अब हिन्दी त त्यस्तै भयो होइन हिन्दी बोल्न हल्का गाह्रो भयो सो त्यही भएर चाहिँ हामी अब नेपालीमा नै बोल्ने भयौँ नेपाली हिन्दी हाम्रो मिक्स म्याच हुन्छ होइन अनि त्यही भएर अब म्यानेज गरेर हेर्नु होला अब हिन्दी पनि हल्का हुन्छ होइन इन्डियन भ्युहरू छ भनेर मैले चाहिँ अनि हिन्दीमा बनाउन खोजिरहेको थिएँ सो हल्का गाह्रो नै हुँदो रहेछ सुरुमा चाहिँ अब धेरै भइसक्यो नि त नबोलेको त्यही भएर चाहिँ गाह्रो भइरहेको थियो मलाई अनि त्यसलाई चाहिँ अब इग्नोर गरेर अनि हामी चाहिँ अब लाग्दैछौँ बाटो तिम्रो दोस्तहरू कस्तो के को स्मेल आयो यस्तो यो हुसु लागेको यस्तै हो कि बिहान अहिले भर्खर बिहान भयो नि त साथी हजुर हामी त बिहानै हिँड्यो नि त अनि त्यस्तो छ अब भिडियो लामो नहोस् भनेर चाहिँ हामीले धेरै बाटोमा चाहिँ बोलेर भिडियो बनाउँदैनौँ होइन अब जाने बाटो यही नै हो सिधै धुलीखेल आउनु होला धुलीखेलबाट नन स्टप एउटा ओह्रालो आउने बाटो छ ओह्रालोबाट नन स्टप यो मेन रोड नै जानुपर्छ त्यही नै हो दलालगढ जाने बाटो हिँड्नुपर्छ त अहिले चाहिँ यहाँ ठ्याक्कै हाम्रो यहाँ काभ्रे प्लान चोकमा चाहिँ एउटा मन्दिर रहेछ होइन त्यो मन्दिरमा चाहिँ अब एकचोटि भिजिट हान्नुपर्ने भयो अब बाटोको ठाउँ त घुम्नै पऱ्यो नि होइन सो हामीसँग छन पनि धेरै टाइम छ अनि टाइम छ भने त घुम्नै पऱ्यो नि गाइजहरू फाइनल्ली गाइज हामी चाहिँ पुग्यौँ गाइज भन्ने हो ल मन्दिर चाहिँ यही नै हो भित्र हेर्नुपर्छ होइन हमारा भलक हेलो हमारा भलक हिंदी से ऑटोमेटिक ट्रांसफर हो गया नेपाली में आ गया क्यों ऐसा होता है क्यों ए यादै नगरेर हिँडेर चाहिँ मागेर के हुन्छ भगवान्सँग माग्ने के छ बजाउने हैन बजाऊ ल खोइ बजाऊ ल यो मन्दिरको नाम चाहिँ के रहेको छ भन्दाखेरि यो नाम रहेको छ होइन नेपाली हामी चाहिँ अब यहाँ पूजासुजा गरेर यहाँ टिका लगाएर अनि यहाँ चाहिँ अब हामी लाग्छौँ अन्त के छ दोस्त अनि हालचाल अलिकति यार ऋण छ तिर्देऊ न यार म तिम्रो दुवा ऋणको कुरा मात्रै गर्छौ दिन के अरे के नलागोस् भन्छ नि ऋणले डुबेको छ त्यही भएर मसँग ऋण मात्रै छ दिन लाग्यो के हुँदैन कि दिन नलागोस् ल हामी कुन बाटो अझ कता जान्ला
हामी आएको बाटो ऊ त्यहाँ हो तर ऊ यता भ्यू हेर्ने नि भ्यू भ्यू ए त्यही त नि म त कन्फ्युज भइरहेको थिएँ होइन कता लाग्यो भनेर यहाँ चाहिँ अर्को ठाउँमा चाहिँ भ्यू हेर्नु जाने भन्दैछन् भ्यू यही नै हो भ्यू भ्यू यही भ्यू हो दाइले भ्यू भनेर यहाँ भ्यू भन्दै यता खोल्सातिर दाइ के गरेर लाग्नु भयो के हो त्यो यो उ गर्यो भने सर्पले उ गर्छ अरे कि सर्पको काचुली फेर्दाखेरि यो उ गर्छ अरे चाहिँ ठ्याक्कै बाटो अघि रोक्छु भन्नु पुछेको थिएँ मैले ठ्याक्कै परेरी चौकी छ होइन टाढा आउँदाखेरि अनि परेरी चौकीदेखि चाहिँ यता जानु होला यहाँ आएर ठ्याक्कै त्यही 8-10 किलोमिटर भनौँ न त्यतिमा चाहिँ त्यहाँ मन्दिर पुग्न सकिन्छ अनि ड्याम छ भने हामी त्यही दलाल घाटमा छौँ होइन दलाल घाटमा चाहिँ माछा चलाइबसेको माछा पोखरीमा छ कस्तो लागिरहेको भ्याएको त खानेको हो तिमी हो माछा भएको चाहिँ माछा खाँदैछु मिठै छ भेरी टेस्टी माछा मिठो छ तर टाउको चाहिँ तितो तितो छ कस्तो लाग्यो यही राखौँ न अहिले लाटो देखाउन हुन्छ यो खाना गइराखौँ गाइस के हो यो थ्याङ्क यू टी-सर्ट रेकर्डै नगर्नु जति फेरि आइसमा लाग्यो यो टाइपको छ थकालीवाला भिडियो मैले ड्यालाई जबरजस्ती फर्स्टदेखि लास्टसम्म हेर्न लाग्यो कि अझै स्किप पनि गर्नै नदिएर त्यहाँ हेर्नु के हेर्नु एकछिन मात्रै आएछु मलाई रमाइलो लाग्यो तर त्यो होइन मन त कस्तो लाग्यो त्यो लागेन माछा कि भिडियो यो हो दाजु बोल्दै यसको यो खुट्टा हो त्यो गिरे जस्तो छ है किरै हो कि दिदी यो मेरो त क्या इजिली आयो हेर्नु त फुत्तै कभर त्यस्तो अब दिदी यो त चिप्ले किरा ए के अरे त्यो एउटा त्यो झुसी किरा हुन्छ नि यत्रो ठुलो बाटोमुनि पनि व्हाइट कलरको किराई भागे न खाने बेला नबोला खानु त त्यो पछि बाटोमा कुरा गरे के होइन मैले त्यो छोडाए बाटोमा कुरा गर्नु पर्यो नि अहिले खा होइन होइन दुईजना लेख्ने गरेर कहाँ गयो भिडियो आउँदैन त दुईजना बाटो हामी दुईजना तिमीलाई त नआए नि के छैन नखाने ल अब नयाँ कुरा गर त के मन लाग्छ नयाँ कुरा के गर्नु अब यो चाहिँ ठ्याक्कै किरे जस्तो छ कि किरे होइन जस्तो कि त्यो छोड्नु न यो हेर्नु न यो चिनीको जस्तो किरा छ के यो झुसिली किरा के यस्तो गरेर लिरिक गर्दै होइन अझ जुका होला जुका जुगा त अर्कै हुन्छ बाटोमा हामी पनि हिँड्ने एउटा अब हामी जानु जान्छौँ त्यसपछि हामी चाहिँ यहाँबाट निस्किन्छौँ होइन भनेर अब चाहिँ ठ्याक्कै हामी चाहिँ अब सुकुटीतिर चाहिँ ठ्याक्कै यहाँबाट चाहिँ खाना खानुको लागि रोक्छौँ होइन त्यो नै हो ओके अब हामी चाहिँ यहाँबाट माछा खाएर चाहिँ हामी यहाँबाट निस्किँदैछौँ होइन यहाँबाट चाहिँ अब सिधै चलो गाइस चलो जम गाइस हो जम बडम अगाडि हो ब्याग खोइ तिम्रो ए अगाडि छ अहिले चाहिँ हामी ठ्याक्कै यो सुकुटेमा छौँ होइन सुकुटेमा चाहिँ अब खाना खानको लागि रोकिरहेको छौँ अब यहाँ चाहिँ भोक लागेर अहिले खाना नि आइसकेको भएछ त नि खानामा चाहिँ के छ हेर्नु तपाईँहरू धेरै हाइटी भयो अरे अब सुकुटेबाट खानासाना खाएर अब चाहिँ यहाँबाट निस्किनु लाखौँ होइन यहाँबाट चाहिँ अब फेरि मुडे जान्छौँ मुडेबाट चाहिँ अनि अरू पनि छ होइन घुम्ने ठाउँ अब आएको बेला सबै घुमौँ भन्ने प्लान हो हाम्रो चाहिँ अनि त्यही भएर चाहिँ हामी त्यहाँ अर्को के छ मुडेभन्दा माथि के छ त्यहाँ फिल्म इन्डस्ट्री के छ माथि फिल्मी सिटी त्यहाँबाट अनि फिल्मी सिटी पनि घुम्छौँ अर्को के भनेको थियो दाइ त्यो कहाँ मुडेभन्दा माथि के भनेको थियो
खरीढुङ्गा खरीढुङ्गा पनि एउटा दामी भ्यू आउने ठाउँ छ। सो त्यहाँ पनि हामीले जानुपर्ने हुन्छ अनि जानै पर्ने। अनि त्यहाँ फिल्मी सिटी जाने भने चाहिँ त्यहाँ जानु परेन, बाटो त्यही नै हो। अनि त्यही भएर हामी चाहिँ त्यहाँबाट घुमेर जान्छौँ। अनि हाम्रो राइडरको चाहिँ खुट्टा पुग्दैन, फेरि कतै यस्तो चिप्लो बाटो आयो भने चाहिँ उसले खसाउँदैन त्यही नि होइन। ल जाम जाम जाम, ल हामी अब ढिला नगरी यहाँबाट जान्छौँ होइन। ए के गर्यो त्यस्तो नगरौँ न तथाउने काम। ल अहिले चाहिँ हाम्रो राइडरले चाहिँ हेलमेट लगाएर खान होइन त, अनि त्यही भएर चाहिँ मैले मोटो भ्लगिङ गर्न पाइरहेको छैन। त्यही ठिकै छ, हामीलाई त्यो फरक परेन। जस्तो भए पनि हामीलाई भिडियो चाहिँ आउनु पऱ्यो। त्यही भएर साइडबाट भयो भने हामीले भिडियो प्रस्तुत गर्दैछौँ। अब लोकेसन त्यही नै हो, हेर्दै गऱ्यौँ सिटमा हेर्छ होइन। अहिले चाहिँ हामी ठ्याक्कै यो खाडी चौर सिन्धुपाल्चोक भन्ने एरियामा छौँ। यहाँबाट चाहिँ यता जाने होइन कि यताबाट चाहिँ हामी यो पुलतिर जानुपर्छ। यो पुलबाट गयो भने चाहिँ सिधै मुडेतिर मिल्छ होइन यो बाटो। अनि त्यसपछि यहाँ चाहिँ अब केही सामान किन्ने भन्छन् पार्टीहरूले भने लेडिज ग्याङले। सो यहाँबाट चाहिँ अनि हामीले हल्का सामानहरू किनेर अनि त्यसपछि चाहिँ जान्छौँ होइन उतातिर। हेर्दै गर्नु होला, यही नै हो लोकेसन पनि। जस मैले मेन ठाउँहरूलाई देखाएर चाहिँ लोकेसन भनिरहेको छु, त्यसलाई चाहिँ अब यहाँ चाहिँ हामी निस्किनु यहाँ यिनीहरू ठुलो खानेकुराहरू लगेर गह चिप्सहरू के मार्दैछ होइन। अनि त्यसको अब चाहिँ हामी यहाँबाट यता लाग्नुपर्ने हुन्छ यो। अनि यहाँबाट चाहिँ यहाँ हाम्रो योगेश दाईको स्कुटीले चाहिँ धेरै नै प्रब्लम दिइरहेको होइन। योगेश दाई फर्स्ट रिलेसन टुटाउनु पर्ने भइसक्यो जस्तो छ। अब स्टार्ट भइरहेको होइन, स्टार्ट भइसक्यो भने तर यो चक्का चाहिँ घुमिरहेको सिधा रोडमा भयो भने चाहिँ घुमिरहेको कि चक्का होइन। दाइ यसलाई डिभोर्स दिनुपर्छ दाइ, डिभोर्स दिएर अर्कै किन्नुपर्छ दाइ। यो राइडरलाई सब्सक्राइब गर्नुहोस्, म लिङ्क पठाइदिन्छु, त्यहाँनिर मेरो भिडियोहरू छ। अहिले हामी चाहिँ यहाँ मुडोमा बसेका थियौँ। अनि यहाँ चाहिँ हामीले अब स्कुटी पनि बिग्रेको थियो होइन दाइको, अनि स्कुटी त्यो बनाउनु भयो। अनि त्यसपछि यहाँ चाहिँ हामीले चिया हाल्यौँ होइन। के छ गाइस, यो अन्जनाको हालत यस्तो छ, यसमाको हालत यस्तो छ। जाउँ त अगाडि हाल्छ यस्तो छ। अनि हामी चाहिँ अहिले मुडेमा छौँ। अनि अहिले चाहिँ हामी यो सैलुङ एरियामा प्रवेश गरिसकेका छौँ होइन। अब यहाँबाट चाहिँ भ्यूहरू चाहिँ जस राम्रै देखिन सुरु भइसक्यो। अनि अगाडि चाहिँ हल्का दामी भ्यू देखेर आएको थियो, तर पाइरहेको छ नि। तर भ्यूहरू चाहिँ राम्रो छ। अब यहाँबाट चाहिँ हामीले जति हुन्छ होइन देखाउँछौँ, तर हाम्रो एक्ज्याक्ट लोकेसन बस्ने कता हो थाहा छैन अहिले। अहिले चाहिँ हामी ठ्याक्कै यो सैलुङमा पुगिसकेका छौँ होइन, सैलुङको तल होटलहरू भएको ठाउँमा। अनि यहाँबाट चाहिँ अब हाम्रो चाहिँ टपमा नै बुक गराएको होइन। अब टपतिर नै जानुपर्ने हुन्छ। अनि मेरो स्कुटीको हालत चाहिँ त्यस्तो छ होइन, उकालोमा तान्न सक्दैन नि त। त्यही भएर चाहिँ हामीले म चाहिँ हिँडेर आइरहेको छु। अनि यहाँबाट चाहिँ यो गेट चाहिँ चढ्नु पर्ने हुन्छ होला सायद माथि सैलुङ जानको लागि। कताबाट यहाँबाट माथि हिँडेर जाने यो
जान्छ होइन दाइ स्कुटरै जान्छ होइन माथि जान्छ के साथी यहाँ चाहिँ टिकट भोलिलाई पनि भयो अब त्यही टिकटले होइन माथिबाटै तपाईँहरू जाने हो नि त भोलि त्यो भएर सजिलो लाग्यो तल आउनु नपर्छ भनेर सही 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 माथिबाट बाटो छ क्या टिकट लाग्ने कहाँ आँटा नि ए हामी अहिले चाहिँ हामी ठ्याक्कै यो सैलुङको मेन ठाउँमा छौँ होइन यहाँबाट चाहिँ अब यो एरियाबाट चाहिँ हाम्रो हाइकिङ स्टार्ट हुन्छ भोलि होइन अनि त्यहाँबाट चाहिँ गएर कम्तीमा 1-1.5 घन्टा लाग्छ भन्ने उयो छ होइन त्यहाँ पुग्यो भने त्यहाँबाट चाहिँ मेन ठाउँमा सैलुङको जुन भ्यू पोइन्ट छ त्यहाँ चाहिँ पुग्छौँ हामी गुम्बातिर होइन अनि त्यसपछि अब आजको लागि भिडियो चाहिँ यति नै हुन्छ तर मैले यसमा नै कन्टिन्यू गर्छु होइन भोलिको भिडियो अब जस भोलि चाहिँ खासै हुँदैन नि त त्यही भएर भ्यूहरू त्योहरू चाहिँ अब मैले एड गरिदिन्छु त्यही नै हो अब हेर्दै गर्नु होला ल ल गाइस बसिरहेको थियो त नि चिया समाउ न चिया चिसो भइसक्यो क्या मुझे डर लग रहा है बहुत ज्यादा क्यों कालिन चोक दाजु यो भन्दा त कालिन चोक त कहाँ जम्छ पुरै आइस भिजेन होइन नभिजिकन तपाईँ यस्तै हो सो ल अब हामी चाहिँ यहाँ त चाहिँ अब भोलि चाहिँ हामी माथि चढ्छौँ ओके अब भेटौँ ल उतै